सबैलाई प्रेमी जय मसीकी। आज चाहिँ हाम्रो यहाँ धनबहादुर अङ्कलकोमा सेवा राखिएको छ। कटेज सेवा, जसरी प्रभुको वचनले भन्नुभयो हिब्रू 10:25 कसै कसैको रीति भएझै तिमीहरू एक ठाउँमा भेला हुनु नछोड्नु। जति त्यो दिन खराब आएको तिमीहरूले देख्छौ त्यति नै तिमीहरू यसो गर्ने गर्नु भन्नुभएको छ। र यो आज घरेलु सङ्गति प्रभुले यस घरमा दिनुभएको छ र प्रभुले यहाँनिर नयाँ प्रभुले बचाउनु भएको 2 वर्ष लगभग भयो। यहाँलाई आफ्नो अनुग्रहमा प्रभुले हाम्रो धनबहादुर अङ्कललाई बचाउनु भयो र यस ठाउँमा आज सङ्गति गर्न हामी आएका छौँ। हेर्न सक्नुहुन्छ यो उहाँको घर हो अनि उहाँले यसरी नै बस्तीमा बसेर खेतीपाती गर्नुहुन्छ, मौरीहरू पाल्नुहुन्छ है। अन्त अलिकति पहाडी भेगमा छ। यहाँ हाम्रो दाजु भाउजू छिमेकी हो जसले यहाँ धेरै सहायता पुर्याउनु हुँदैछ। अनि यो चाहिँ उहाँको किचन हो। उहाँको घरभित्रको दृश्य हजुरहरूले देखाउँदैछु। एक्लै हुनुहुन्छ। उहाँ निकै बुढा पाका हुनुभयो, 55-60-65 वर्ष पुग्नु भएको छ र उहाँले विवाह गर्नुभएको छैन अहिलेसम्म। र अब हजुरहरूले यहाँको निम्ति प्रार्थना गरिदिनुहोस्। हाम्रा निम्ति चियापानीहरू पनि यहाँले तयार पारिराखिदिनु भएको रहेछ। र यसरी नै आजको सेवा प्रभुले हामी आफ्ना जनहरूलाई प्रभुको सबै लोकहरूलाई यहाँ भेला गर्नुभएको छ र यस्तै छ। तपाईँले हेर्नुहोस्। अनि यहाँ हाम्रो नानीहरू, मेरो भान्जी हो र यसरी नै यहाँ हाम्रो सबैजना आइपुग्नु भयो। अब थोरै समयको बाद दिनको 1 बजीदेखि सङ्गति हाम्रो सुरु हुन्छ। तबसम्म जतिजना आउनु हुँदैछ उहाँहरूलाई पनि झरी बर्सात हल्का भए पनि आज मौसम एकदम राम्रो छ। र यसरी अब हामी सङ्गति थोरै क्षणको बाद हामी बस्नेछौँ र हजुरहरूले यसरी प्रार्थना हामीलाई गरिदिनुहोस्। यो परिवारको लागि पनि यहाँ दाजु जोजो हामी भन्छौँ, उहाँ तामाङमा जोजो भनेको चाहिँ दाजु हो। अनि यहाँ हाम्रो दाजुको घरमा, अङ्कलको घरमा यसरी आज सङ्गति दिनुभयो र प्रभुलाई धन्यवाद होस्। र हजुरहरूले खुबै हाम्रो निम्ति प्रार्थना गरिदिनुहोस् यहाँ यस अङ्कलको निम्ति। अनि हामी माउन्ट ताबर तिङ्मु एलसदाई मण्डलीको लागि पनि प्रार्थना गरिदिनु होला। सबैलाई प्रेमी जय मसीकी।